आज शनिबार बिदाको दिन आउनुहोस् हेरौँ हाम्रो दिन कसरी बित्यो भनेर। शनिबार भनेपछि जागरै चल्दैन हौ, के भएको खोइ थाहा छैन। 11 बजे उठ्यौँ हामी, त्यसपछि गएर फ्रेस भयौँ। बहिनीले खानासाना पकाएर रेडी पारिसकेका थिए अनि मैले 1 बोतल पानी खाएँ। 1 ग्लासले त पुग्दैन, त्यही भएर म 1 बोतल खान्छु। बाहिर हेरेको त 12 बजिसक्यो जस्तो त लाग्दै लागेन, बिहानै भएको छ जस्तो लाग्यो। त्यसपछि एकछिन बाहिर उभिएँ किनभने पानी परेर एकदम राम्रो मौसम भएको थियो। खाना गएको त अन्डै सकिरहेको थियो। अनि म र भाइ अन्डा लिन गयो अनि मलाई भाइले त्यहाँदेखि कुरकुरे र लेज किनिदियो। त्यहाँबाट आइसकेपछि भाइले अन्डा फ्राई गर्यो, म चाहिँ पहिला नै खाना लिएर बसेँ किनभने म सबभन्दा फर्स्टमै खान्छु, मलाई भोक लाग्छ। आजको मेरो खाना चाहिँ यो हो। खाना खाइसकेपछि हामी मुभी हेर्न बस्यौँ लेज खाँदै। मैले चाहिँ टाउकोमा तेल लगाएको थिएँ, त्यही भएर म नुहाएर आएँ। अनि नुहाएर आइसकेपछि मौसम एकदम चिसो थियो अनि मैले चिया पकाएँ। चिया पकाएर हामी सबैजना बाहिरको भ्यू हेर्दै हामी चिया बाहिरमै आज खायौँ। मलाई चाहिँ दुधको चिया मन पर्दैन, तर तिनीहरूलाई चाहिँ खालि दुधकै चिया मन पर्छ। तर मेरो लागि भनेपछि आज बहिनीले रातै चिया पकाई। खाना मन लागेको बेला तिनीहरू दुध ल्याएर दुधको चिया पकाएर खान्छन्। आज चाहिँ बिहानदेखि नै घाम लागेको थिएन, बेलुका नि भइसकेको थियो। अनि बहिनीले चाहिँ भाँडा धोएर अनि चिकन ल्याउन पठाई। भाइहरूले चिकन लिएर आयो, बहिनीले सबै रेडी पारेर राखेको थियो अनि चिकन पकाई। बहिनीले एकदम मिठो चिकन पकाउँछ, त्यही भएर बहिनीले चिकन पकाई। आजको बेलुकाको हाम्रो खाना यही हो। खाना खाँदै मुभी हेर्दै आजको दिन हाम्रो यसरी बित्यो। आजको लागि यति नै, बाई बाई।